नमस्ते सबैजनालाई वेलकम ब्याक टु पाम्फू। लास्ट विक चाहिँ भिडियो हाल्नु पाइनँ, हाम्रो बडा बित्नु भएको कारणले चाहिँ के भिडियो हालौँ जस्तो भयो। आज बित्नु भएको नि 1 हप्ता भयो। आज चाहिँ यो मेरो 2 फुटको ट्याङ्कमा चाहिँ हल्का मेन्टेनेन्स गरेको सेयर गरौँ भनेर। सिम्पल कुराहरू, तर कसैलाई हेल्प हुन्छ भने वाइ नट। मैले गर्दा कसरी गर्छु र के गर्दा ठिक हुन्छ विदाउट लुजिङ एनी फिस, सो त्यो चाहिँ म सेयर गर्ने सोचेको छु। मेरो यो ट्याङ्कको बारे भन्दाखेरि चाहिँ एकदमै सिम्पल 2 फुटको सेटअप छ। स्यान्ड, ड्रिफ्टवुड, अनि त्यसपछि त्यही हो, भेराइटी अफ फर्न्स अनि बलबाइटिस, अनि स्यान्डमा 1-2वटा प्लान्ट्सहरू थियो जुन चाहिँले राम्रो गरिरहेको छैन। त्यही भएर चाहिँ मैले आज चाहिँ यो स्यान्ड स्वाप गरेर यसमा चाहिँ ग्राभल हाल्ने सोचेको छु। भोल्कानिक रक बेस्ड इको कम्प्लिट भन्ने क्यारिप्सी ब्रान्डको। सो म चाहिँ कसरी गर्छु भने एउटा होज लिने, अनि एउटा ठुलो बकेट, अनि त्यसपछि यो पानी साइफन गरेर निकाल्दै स्यान्ड नि साइफन गर्ने। पानी निक्लिन्छ अनि स्यान्ड नि भ्याक्युम गर्ने यसरी। यो गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि एकदम क्लिन भयो क्या ट्याङ्क। लास्टमा स्यान्ड उब्रिने, यताउति स्कुप गर्दा यता सबै स्यान्ड निस्किँदैन नि त। अनि यो ट्याङ्क बाहिर लगेर रिन्स गर्नु पऱ्यो, पखाल्नु पऱ्यो। म चाहिँ त्यो गर्दिन सकेसम्म, काम लेस गर्ने उपाय गर्छु, नत्र भए एकदमै टिडियस हुन्छ क्या यो चिजार घाँडो लास्टै। सो यो काम गर्दाखेरि चाहिँ बकेटमा पानीको लेभल, अनि त्यसपछि ट्याङ्कमा कति पानी बाँकी छ, यो सबै स्यान्ड साइफन गर्नु भ्याउँछ कि भ्याउँदैन त्यो याद गर्नुपर्ने हुन्छ। त्यस्तो भयो भने चाहिँ म चाहिँ नयाँ पानी हाल्ने, अनि त्यसपछि फेरि रिपिट गर्ने प्रोसेस जबसम्म यो स्यान्ड फुल्ली चाहिँ निकालिँदैन। सो बकेट भरिनु लाग्यो। सो यो पम्प यहाँ राख्ने, बाहिरबाट पहिला गार्डन होज ल्याउने, पम्प राख्ने, अनि त्यसपछि यो पम्प चाहिँ यहाँ जोड्दैछु, ठुलो पानी चाहिँ बाहिर निकालिदिन्छ। त्यो भएपछि चाहिँ हाम्रो काम रेज्युम गर्न मिल्छ।
सो हल्का ड्रेन हुन दिउँ यो पानी माछाहरू त्यहाँ छ गार्डन हाउस यहाँ जोइन गर्न मिल्छ यहाँ जोइन गरेर पानी हल्का एड गरौँ ट्याप वाटर त्यसपछि फेरि साइफन गरौँ अनि हाम्रो ट्याङ्क हुन्छ क्लिन एज बाहिर कहाँ ड्रेन भइरहेछ भनेर देखाउँदाखेरि चाहिँ यो चाहिँ हाम्रो ग्राभल हो अहिले हाल्ने त्यहाँ ड्रेन भइरहेछ यहाँ ड्रेन भइरहेछ यो ड्रेन भएपछि त्यहाँ बाहिरको धारामा जोडेर पानी एड गरेर त्यसपछि यो हल्का बाँकी रहेको स्यान्ड निकाल्नुपर्छ पानी चाहिँ ड्रेन भइसकेको छ यो पाइपमा चाट लाएर यसरी गार्डन हाउस जोइन गरिदिने त्यो जोडेपछि चाहिँ धारामा आउने connect this here and turn it on. भएपछि start to हाम्रो साइफन सुरु गर्ने मेन चाहिँ स्यान्ड तान्यो रिमेनिङ स्यान्ड तान्यो अनि त्यसपछि यस्तो फाइन मेसवाला नेट छ भने यस्तो गर्ने अनि सकेसम्म जति सानो चिज भयो नि यसले चाहिँ सबै नेट गरिदिन्छ त्यो छैन बडीको कल आयो अब त्यो भइसकेपछि चाहिँ पानीको काम भयो हाम्रो यो यहाँको चाहिँ ड्रेन गरिदिउँ होइन यस्तो गरेर छोडेर ड्रेन गरौँ अनि ग्राभल ल्याउँ add the gravel so मसँग चाहिँ इको कम्प्लिट भन्छ भने चाहिँ इको प्लान्टेड भनेछ तर क्यारेप्सी ब्रान्डको हो यो चाहिँ यो क्रस्ट लाभा रक जस्तै नै छ एकदम अलिक सानो छ तर लाभा रक जस्तै नै छ यसलाई चाहिँ सबस्ट्रेट बनाउने सोचेको छु सो प्लान्टहरू पनि सुक्दैछ सो छिटो गर्नुपर्ने हुन्छ मैले चाहिँ सो हाम्रो ग्राभल चाहिँ यतिको छ हैन सानै छ भोल्कानिक रक थाहा हुनेहरूलाई क्रस्ट भोल्कानिक रक जस्तो छ सो त्यो यो यहाँको पानी चाहिँ यत्तिकै नै छोड्न सोचेको छु सो on to the next one दुईटा चाहिँ टन्नै हुने रहेछ ल चाहियो प्लान्टहरूलाई मजाले रुटको लागि रुट गर्नु छ पनि हालिदिउँ अहिले यस्तो हुन्छ त्यस्तै त्यो भयो अब पानी लिन जानु पर्ला
ट्रेनर हामी चाहिँ पानी लिनु जाउँ खोल्नु निकाल्दिनु चलाउनु पर्छ भने चलाउनु मलाई पर्दैन के फिल्टर अन गरिदिउँ वेस्ट कन्ट्रोल भनेछ डिक्लोरिनेटरहरू जस्तो हो यो चाहिँ वाटर प्राइमर ट्याप कन्डिसनर हो अरू हेभी मेटलहरू रिमुभ प्लान्ट्सहरू अनि यहाँको माछाहरू चाहिँ म चाहिँ अब अप टु यु गाइज है म चाहिँ डाइरेक्टली खनाइदिन्छु यसरी विथ द सेम ट्याङ्क ओल्ड ट्याङ्कबाट अलिकति पानी धेरै हुन्छ कि क्लियर अप त हुँदैछ ट्याङ्क स्लोली भेरी स्लोली तर क्लियर अप भएपछि भेटौँला नि त सो यो चाहिँ अलमोस्ट आफ्टर 3 hours सो यो चाहिँ आफ्टर 2 days अफ मेन्टेनेन्स as you can see माछाहरू सेटल भएको छ मजाले plants aren't looking that bad but the tank looks good with black substrate अनि अझै proper maintenance चाहिएको छ trimming and all that तर overall neat देखेको छ भन्नु पर्ला र होपफुली प्लान्ट्सहरू प्रपरली ग्रो हुन्छ होला भन्ने आशा छ एकदम ऱ्यान्डम प्लान्टहरू छ म त्यस्तो नलेजेबल छुइनँ प्लान्ट ग्रोथको बारे बट आइम स्टिल लर्निङ सो गाइज त्यति नै हो यो भिडियोमा चाहिँ कुनै वेबाट तपाईँलाई हेल्प भयो होला सो त्यसरी चाहिँ युजली म चाहिँ त्यसरी ग्राभल चेन्जहरू गर्छु अनि वाटर चेन्ज गर्दाखेरि चाहिँ 50% भन्दा धेरै नगर्नु त्यसरी होल ट्याङ्क एम्प्टी गरेर गर्नु छ भने 50% वाटर राखेर बाँकीको अरू चाहिँ फाल्दा हुन्छ तर त्योभन्दा बेसी चाहिँ अरू केही नछुनु फिल्टर छुने अरू ढुङ्गासुङ्गा घोट्ने ड्रिफ्टरुट घोट्ने सफा गर्ने नगर्दा हुन्छ गऱ्यो भने पनि ठिकै छ तर यु माइट बी रिस्किङ इट भन्छु म चाहिँ तर एज यु क्यान सी मैले गरेको तरिकाले चाहिँ बुलेट प्रुफ त भन्दिनँ अनेस्टली तर हेभ बिन वर्किङ आउट फर मी कुनै पनि इस्युज आएको छैन अहिलेसम्म मैले यसरी गर्दा क्लायन्टहरूको ट्याङ्क पनि यसरी नै म गर्छु कुनै प्रब्लम आएको छैन सोफा त्यही हो बेनिफिसियल ब्याक्टेरिया र नाइट्रोजन साइकलको चाहिँ ध्यान राखेर गर्नुहोस् एनिथिङ मोर देन दिस माइट कज एन इस्यु यदि तपाईँहरू यो भिडियोको लास्टसम्म हेरिदिइरहनु भएको छ भने चाहिँ मेरो फर्स्ट भिडियो जुन चाहिँ लन मो गर्ने मेरो साइड हसलको फर्स्ट भिडियो थियो त्यसको बारे चाहिँ हल्का क्ल्यारिफिकेसन दिन चाहन्छु मेरो क्लोज वान्सहरूले चाहिँ एक दुईजनाले सोधिरहनु भएको थियो वे इज द पार्ट 2 वे इज द क्लियर अप पार्ट वे यु मेड द मेस हुन्छ नि देयर इज नो पार्ट 2 म ब्याक गइनँ त्यहाँ चाहिँ मैले त्यहाँ बनाएको मेस चाहिँ मैले क्लियर गर्न पाइनँ विच आई एम रियली गिल्टी फर एन्ड आई डोन्ट वान्ट टु प्रमोट दोज काइन्ड अफ एक्टिभिटिज इन whatever I do हुन्छ नि इट्स जस्ट द्याट त्यति बेला चाहिँ मसँग एज भिडियोमा हेर्न सक्नुहुन्छ मसँग सिङ्गल क्याप युट थियो जहाँ चाहिँ मैले लन मोवर र लाइन ट्रिमर मात्र बोकेर गएको थिएँ त्योभन्दा बेसी मसँग केही नै थिएन नो ब्रस नो
हुन्छ नि अब केही नै थिएन, ब्लोवर पनि थिएन, केही नै थिएन त्यो सफा गर्नलाई, विच वुड बी टिडियस। अब हातले सोर्नु सकिन्थ्यो तर त्यति बेला दिमाग आएन मेरो। बट घरमा पनि कोही थिएन, मसँग ग्रिन बिन पनि थिएन जहाँ चाहिँ मैले त्यो टिपेको घाँस फ्याल्न सक्थेँ। घर चाहिँ लक्ड थियो, मसँग एक्सेस थिएन। सो त्यही हो, आइम रियली सरी फर द्याट। I'll be more prepared from next time. That was the first time कसैको लागि lawn mow गरिदिएको, so wasn't really prepared, but I'd say I learned from my mistake. But yeah, thank you for watching. Stay tuned for another video. Catch you on the next one.